गुड मर्निङ एभ्रिवान। आज धेरै दिनपछि भिडियो बनाउँदैछु। धेरै दिनपछि आज कति महिना भइसक्यो मैले भ्लग नबनाएको। बाइकको भ्लग, मसँग बाइक पनि थिएन, त्यही भएर काठमाडौँ गएको थिएँ बाइक लिनलाई। र आज चाहिँ फर्किँदैछु म घर। अहिले बिहानको 6 बज्न लागिसक्यो, उज्यालो हुँदैछ। र आजको यात्रा भनेको चाहिँ काठमाडौँदेखि गोर्खादेखि माथि हाम्रो गाउँको यात्रा हो। आजको चाहिँ धेरै पछि भिडियो बनाएर होला, आज बोल्न पनि कस्तो अप्ठ्यारो लागिरहेछ क्या, त्यही भएर भोइसको चाहिँ माइन्ड नगरिदिनु होला है त। आज शिवरात्रि पनि हो। आज चाहिँ शिवको नाममा अलिकति भाङ खाने भन्छ नि त। आज भाङ खानु, के खाने हो खानु, तर झगडा चाहिँ नगरिदिनु। खानु आफ्नो ठाउँमा खानु, लिमिटले खानु होइन। झगडा गर्नु भनेको राम्रो कुरा होइन। त्यही भएर मेरो चाहिँ एउटा सुझाव तपाईँहरूलाई, खानु लिमिटमा खानु, झगडा नगर्नु, धेरै नखानु। र म चाहिँ कलङ्की आइपुगिसकेँ। अब यहाँदेखि यता दाहिने लाग्ने हो। यहाँदेखि कलङ्की हुँदै कलङ्कीदेखि थानकोट निस्किँदै जाने हामी जाने बाटो चाहिँ, हाम्रो गाउँ जाने बाटो चाहिँ यतैबाट है त। त्यो चाहिँ कलङ्की चोक एउटा दाहिने लाग्नु पऱ्यो अब सट्ट परेर। ल अब थानकोट चेकपोस्ट पनि कट्यो। यहाँदेखि थानकोटको ओह्रालो, यहाँदेखि मेन हाइवे काठमाडौँ छोडेर अब अब सरर जाने हो चाहिँ। तर चिसो क्या आज, लास्टै जाडो घाम किन नि घाम लाग्दैन जस्तो छ। आज मौसम पनि चिसो मौसम भएर आज जाडो छ क्या। आज चाहिँ ठिकै छ, जाडो भयो भने बिस्तारै जाऊँ ल है त। सरर गयो। म चाहिँ अब भिडियो कस्तो लाग्छ, भिडियोलाई मन पऱ्यो भने अन्तिमसम्म हेरिदिनु होला। अफरोड बाटो पनि धेरै छ है, गाउँ जाने बाटो चाहिँ अफरोड पनि आउँछ अब धेरै बाटोहरू। अनि भिडियो कस्तो लाग्छ, भिडियो मन पऱ्यो 1 लाइक र 1 सब्सक्राइब पनि गरिदिनु होला। थेरी हाम्रोमा मान्छे स्पिड आउँदै गरेको हुन्छ, कस्तो बाटो काट्दै होला। ल अब चाहिँ मुक्लिङ आइसक्यो होइन। यहाँदेखि अब पोखरा गोर्खा जाने अनि चितवन तराईतिर जाने बाटो यहाँबाट छुट्टिन्छ अब है। मुक्लिङ आइसक्यो, अब धेरै टाढो छैन गोर्खा पुग्नलाई। अब चिया खानु पऱ्यो अनि निस्किनु पऱ्यो यहाँदेखि चाहिँ। ठ्याक्कै म कहाँ पुगेँ भने, ल तपाईँहरू आफै गेस गरेर भन्नु। यो ठ्याक्कै यो पुल हेर्नु अनि भन्नु है त, यो कुन ठाउँको पुल हो भनेर। कतिजनाले चिन्नु हुँदो रहेछ, यो चिन्छ कि चिन्दैन तपाईँहरूले। पुल हेरेर भन्नु त यो कुन पुल हो, यो कुन ठाउँको पुल हो भनेर।
वरिपरि हेर्नु ठाउँको नाम कमेन्ट गरेर भन्नु होला है त कुन ठाउँ हो यो चाहिँ चिन्नुभयो कि भएन तपाईँहरूले ल म आफै भनिदिन्छु यो अबुखरिनीको पुल हो यो चाहिँ गोर्खा जाने र पोखरा जाने छुट्टिने ठाउँको अबुखरिनीको पुल हो यो चाहिँ है हेरिराख्नु चिनिराख्नु पछि काम लाग्छ तपाईँहरूलाई पनि अब यहाँदेखि गोर्खा जाने सिधै अब चाहिँ गोर्खा पनि आइपुग्न लागिसक्यो अब धेरै छैन यो गोर्खाको लक्ष्मी बजार भयो यहाँदेखि धेरै भयो 1 किलोमिटर 1 किलोमिटर पनि छैन होला अब आइपुग्यो गोर्खा बजार अब गोर्खामा जान्छु खानासाना खान्छु एकछिन रेस्ट गर्छु अनि त्यहाँदेखि गाउँतिरको बाटोतिर लाग्छु है हेर्दै गर्नु होला ल अब चाहिँ अफ रोड सुरु भयो गोब्रोको ब्याट्री पनि सकिन लागिसक्यो लगभग अब घरसम्म पुग्छ कि पुग्दैन भन्ने पो अब थाहा भएन क्या अब धेरै त छैन घर पनि पुग्नै लाग्छ गोब्रोको चार्ज पनि सकिन लाग्छ त्यही भएर मैले धेरै नै ग्याप गरिसकेँ उता गोर्खाबाट खाना खाएर आएको चाहिँ अब धेरै छैन ब्याट्री पनि खै कतिसम्म टिक्छ घरसम्म पुग्छ कि पुग्दैन भन्ने सोच देखिरहेको छु मैले अब हेर्दै जाउँ पुगी अब पुग्छ नपुगी अब के नै गर्न सकिन्छ र चार्ज गर्ने ठाउँ छैन यही हो अफरोड अगाडि बाइक हिँडेछ पछाडि धुलोले मारेछ ओभरटेक गरेर अगाडि जानु पर्यो अब चाहिँ धुलोले सकेन पैसा के को लागि पैसा चाहिँ अनि त्यतिकै पैसा दिने हो त अनि पैसा दिँदा सबै सकिसक्यो पैसा अहिले आउने हो
पर्दैन खै त त्यसो भए खै के छ टिका टिका त लाउँदैन आज टिका लाउने दिन नै होइन नि आज त भाङ खाने दिन पो हो त ल अनि प्रसाद खोइ त प्रसाद दिए पो अनि पैसा दिने त अनि त्यतिकै पैसा दिने हो त ल अहिले आउँछु खै त अनि ऊ प्रसाद दिउँ नि प्रसाद अनि प्रसाद नभए त अनि त्यतिकै कसले दिन्छ र शिवजीको प्रसाद ल्यायो भने पैसा दिन्छ लिएर राख्नुपर्छ नि तपाईँहरू यहाँ पैसा माग्ने अनि हामी उहाँ खान जाने अनि त्यस्तो त हुँदैन नि हामीसँग पैसा छैन ल मलाई कति भन्छ 990 रुपियाँ त्यो 1000 रुपियाँ दिन्छु अनि छैन 1000 रुपियाँ छ अनि त्यो के गर्नु त बाँकी माग्छ त पैसा नभएको त ल पैसा सिद्ध्याउनु भइहाल्छ ल ए के गर्ने ल अब तपाईँले दिनु दुईजनाको त्यो ल दुईजना हामी तल झन् 5 रुपियाँ दिएर आएको जम्मा दुईजना यहाँ झन् 10 रुपियाँ दिइरहेको छ झन् त्यहाँनिर यहीँ तल क्या तर तपाईँ ला गोब्रोको चान्स सक्यो टक्कै गाउँ आइपुग्नु लागेको थियो गाउँसम्म नटिक्ने भयो गोब्रोको चासो सक्यो अब के गर्ने होला अब धेरै टाढा छ नि यहाँदेखि 100 मिटर जति अगाडि छुट्याएको गाउँ पुग्नलाई अब गोब्रोको चास पनि सक्यो धन्यवाद पारिदियो देखाउन पाएन लास्ट सिन भनेको